Welcome to Netflix and Chill. This is where we dive into the unfiltered world of medicine, the chaos, the lessons, and the stories no one talks about. Thank you for all your love and support during our first 3 episodes. Today is the 4th episode of Netflix and Chill. And today's episode will be all about Netflix and Chill with memory. We are your hosts, Dr. Sudesha Rimal and Dr. Namuna Rasaidi. And today, on our 4th episode, we have a special guest with us. She is none other than our best friend, Dr. Sneha Chaudhary, and हामीले चाहिँ उहाँलाई सेकेन्ड एपिसोडमा पनि हाम्रो पोडकास्टमा लिएर आएको थियौँ and she is back again with us. So let's welcome her with a big round of applause. Hey guys, we're back. Did you miss us? Because we missed you. So how are you, Sneha? I'm doing fine. How about you guys? हामी पनि के छौँ. And I missed you guys. We miss you too. I missed you all very much. गाइज हामी चाहिँ छुटेको लगभग 1 week पनि भएको थिएन, तर हामीले एकअर्कालाई एकदम मिस गऱ्यौँ. Minus 4. अनि त्यसपछि एज अ अडियन्सहरूले चाहिँ हामी तिनजनालाई सँगै देखेर चाहिँ अलिक सरप्राइज हुनुहुन्छ होला. सो फर इन्फर्मेसन हामी चाहिँ अहिले काठमाडौँमा छौँ अनि हाम्रो इन्टर्नसिप सकेको चाहिँ त्यही 1 week जति भयो. अनि कस्तो लागिरहेको थियो इन्टर्नसिप सकेपछि? कस्तो लागिरहेछ भन्दाखेरि खाली लागिरहेछ. त्यो डेली ड्युटिज अनि त्यसपछि यो गर्नु छ त्यो गर्नु छ वाला जुन त्यो फेस थियो त्यो अहिले केही नहुँदाखेरि चाहिँ खै त्यो ब्ल्याङ्क फिल भइरहेछ. एम्टी फिल भइरहेछ. तिमीलाई पनि त्यस्तै फिल भइरहेछ? मलाई पनि त्यस्तै फिल भइरहेछ. अनि त्यसपछि अहिले चाहिँ कस्तो टेन्सन फ्री छु जस्तो चाहिँ फिल भइरहेछ. ब्याक अफ द माइन्डमा चाहिँ अब काम गर्नुपर्छ भनेर कहाँ के गर्ने भनेर चाहिँ टेन्सन चाहिँ हुन्छ, तर फ्री नै फिल भइरहेछ. तिमीलाई? मलाई रमाइलो लागिरहेछ. काठमाडौँ आउनु पायो होइन, अनि त्यसपछि हामी फेरि पनि भेटी पनि सक्यौँ, हामी एकदम रमाइलो पनि गरिसक्यौँ. तर फेरि पनि पाल पनि जान्छु जस्तो लाग्ने कि त्यो एक्सेप्टेसन भयो होइन अझैसम्म पनि. भ्याकेसन मोड आउँछ जस्तो छ. अब यो छुट्टी सकेपछि चाहिँ हामी फेरि एलएमसी नै जान्छौँ जस्तो चाहिँ लागिरहेको कि है. अब मलाई त लागेको छैन जस्तै आइसक्यो म त. मलाई चाहिँ त्यस्तै हुन्छ. मलाई पनि त्यस्तै हुन्छ. ओके, अब हामीले चाहिँ हाम्रो एनएमसी पनि रजिस्ट्रेसन गरिसक्यौँ. सुन वी विल गेट आवर नम्बर्स. अनि अब हामीले अरू घुमघाम पनि अलिअलि गरिसक्यौँ होइन. यो एपिसोड चाहिँ हामीले अब भोलि पर्सितिर उनीहरू पनि आफ्नो घर जान्छ होला, त्योभन्दा अगाडि चाहिँ एउटा एपिसोड हामी सँगै हुँदाखेरि सुट गरौँ अनि हाम्रो फेयरवेलको बारेमा केही रेमिनिसेन्स गरौँ भनेर हो. अब अनि हामी चाहिँ अब इन्स्टामा सँगै बसेर इन्स्टा स्क्रोल गर्दाखेरि चाहिँ यति धेरै फेयरवेल पोस्टहरू देखिरहेको थियौँ. अनि त्यसपछि हामीले पनि अब पोस्ट गर्नुपर्छ जस्तो चाहिँ फिल भइरहेको थियो होइन. तर हेक्टिक थियो अनि लेख्न ट्राई गर्दा पनि के कुरालाई चाहिँ इन्क्लुड गर्ने भनेर पनि त्यो भएन. तिमीले किन पोस्ट गरेनौ केही कुरा? के गरेन, ट्राई त गरेको हो. के मात्र कसको लागि मात्र लेख्नु, कसको लागि कसलाई मात्र मेन्सन गर्नु जस्तो भयो. सो वी थट अफ मेकिङ अ भिडियो. यसरी चाहिँ अब हामी चाहिँ आज फोटोहरू सेलेक्ट गरेको छौँ अनि तिनजनाले इन्डिभिजुअल्ली चाहिँ हामीले अब सम पिक्चर्सहरू कलेक्ट गरेर अनि ग्यादर गरेको छौँ. सो द्याट वी विल जस्ट गो ब्याक टु द्याट मेमोरी अनि त्यसको बारेमा चाहिँ कुरा गर्छौँ. अब लेट्स स्टार्ट. Okay. So going back to the memory lane, let's start with the first day of med school. Now, तिम्रो चाहिँ first day of med school को experience के छ त? फर्स्ट डे अफ med school को एक्सपिरियन्स चाहिँ मलाई चाहिँ यति हामी घर छोडेर होस्टेलमा आएको नै याद हुन्छ होइन. अनि त्यति बेला चाहिँ म चाहिँ मेरो ड्याडी, मेरो भाइ अनि त्यसपछि एउटा अङ्कलसँग चाहिँ आएको थिएँ. अनि यति धेरै सामान थियो, यति धेरै बुक्स थियो त्यो. अनि त्यसपछि होस्टेलमा आएँ अनि त्यसपछि के सामान चाहिन्छ पनि थाहा थिएन. अब लाइक म त पहिला स्कुलमा पनि केही टाइमको लागि होस्टेल बसेको थिएँ. अनि लाइक अब सबै कुरा चाहिँ त्यति बेला +2 तिर अनि 10 तिर सबै कुरा अलरेडी अरेन्ज हुन्छ नि त.
लाइक अब त्यो आफ्नो बाथरुम इसेन्सियल्सदेखि लिएर सबै कुरा त्यस्तो त्यस्तोहरू चाहिँ प्री म्यानेज नै हुन्थ्यो स्कुलतिर चाहिँ, स्कुल कलेजतिर चाहिँ। तर एलएमसीमा चाहिँ मलाई आइडिया थिएन कि लाइक म चाहिँ अब होस्टेलमा त बसिरहेको छु तर एक्लै नै लिभिङ अन माई अन जस्तो वाला के त्यो वाला एक्सपिरियन्स चाहिँ मलाई त्यति बेला ठ्याक्कै हिट गरेको थियो कि। अनि त्यो सामानहरू कलेक्ट गरेर अनि त्यसपछि ड्याडीले र भाइ चाहिँ मलाई ल अब हामी जान्छौँ ल भन्दाखेरि चाहिँ यस्तो अब म चाहिँ आफ्नो ड्रिमको लागि चाहिँ यहाँ आइरहेको छु, तर त्यो ड्याडी र भाइ जान लाग्नुभयो भन्दाखेरि चाहिँ कस्तो हिट इमोसनल भएको थिएँ कि म। तर उहाँहरूको अगाडि चाहिँ मैले रोएन, आँसु चाहिँ देखाएन, तर मेरो भाइ चाहिँ रोथ्यो। म सो अनएक्सपेक्टेड है, भाइ चाहिँ पुरा आँखाभरि आँसु गएको थियो, ल गएँ भाइ बाई भनेर। अनि त्यसपछि त्यो ड्याडी र भाइ गइसकेपछि चाहिँ मलाई एकदमै इमोसनली हिट गरेको थियो। अनि त्यसपछि त्यही नै हो मेरो फर्स्ट मेरो स्कुलको त्यो एकदम मेमोरेबल एक्सपिरियन्स चाहिँ। अनि अब ओरिएन्टेसनहरू पनि थियो, अब त्यो चाहिँ रमाइलो भएको थियो। अनि तिम्रो चाहिँ कस्तो भएको थियो? मेरो चाहिँ मलाई चाहिँ के यस्तै हो, सबैजनाको अब छोड्न आएपछि त नराम्रो फिल हुन्छ होइन। त्यो सामान लिएर कि आफ्नो रुमभित्र छिर्दा अनि सबैजनाको इक्जाम्स चलिरहेको थियो कि त्यो बेला सिनियर्सको, यति पढेको म त सामान यताउता गर्न पनि कस्तो डर लागेको, मैले अब डिस्टर्ब गर्छु होला के होला कि बिस्तारै। अनि त्यो म त सामान नमिलाइकन बस्दिएँ। त्यसपछि कति अनि त्यो 2-3 दिनमा आमा यति धेरै पढ्नुपर्छ हो, मैले अब मेरो पनि यस्तै हालत हुने मलाई मलाई डर लागिरहेको थियो। रात बिहान बोर्ड्स नै चलिरहेको थियो होला कि प्री बोर्ड्स केही चलिरहेको थियो। अनि रात बिहान पढाएछ म सुत्दाखेरि पढिरहनु भएको छ, म उठ्दा पनि पढिरहनु भएको छ। मलाई चाहिँ कस्तो कल्चरल सक लागिरहेको छ। मेरो नि यस्तै हो, अब त्यो फर्स्ट राउन्ड म त होस्टेल पनि बसेको थिएन यो भन्दाखेरि होइन, के चाहिन्छ के गर्नुपर्छ नै थाहा छैन। त्यो +2 को होस्टेलको रुल्सहरू त कस्तो स्ट्रिक्ट हुन्छ नि त, लाइक यति आवर बाहिर जानु मिल्ने अथवा चाहिँ त्यो भनेर जानुपर्ने, फोनहरू केही पनि हुँदैन। नि एउटा ब्याक अफ द माइन्डमा त्यस्तै थियो कि त्यस्तै हो कि भनेर। अनि मलाई चाहिँ के लिन जानु थियो कि त्यो सामानहरू त केही हुन्न नि त, अनि केही लिन जानु थियो। अनि त्यसै साथीसँग गएको, मलाई के त होस्टेलमा बसेको नबसेको मान्छे होइन। अनि बाहिर जाँदाखेरि त्यहाँ मैले गेटमा हुन्छ नि त गाडीहरू, म एकछिन यहाँ गएर आउँछु ल भन्छु। अनि सम्झिँदाखेरि चाहिँ कस्तो फन्नी लाग्छ। सो अब चाहिँ हामीहरू फोटोजहरू हेरौँ होइन, हामी कस्तो के फोटोज आउँछ हामीलाई पनि हामीले नि हेरेको छैनौँ। त्यसमा चाहिँ हाम्रो रियाक्सन्स एन्ड मेमोरिज के थियो भनेर रिलेट अफ गर्ने। ओके, ल यो फर्स्टको फोटो चाहिँ कसले पठाएको हो यसमा गेस गर्दा त पक्कै पनि हेर्न हुनाले होला मैले फोटो चाहिँ। सो के याद आयो? धेरै कुरा याद आयो, त्यो प्र्याक्टिकल्सहरू है। अनि हामीले स्लाइडहरू बनाउनु पर्थेन र त्यो स्टेनिङहरू वाला होइन यो त माइक्रोबायोको स्टेनिङ। अनि त्यो अगारहरू के म त यति कन्फ्युज हुन्थेँ, यति धेरै अगारहरू छ है, कुन मिडिया गेममा कुन मिडिया गेममा। मलाई चाहिँ के फन्नी लाग्छ भन्दाखेरि त्यो प्याथोमा के त्यो स्लाइड्सहरू हुन्छ नि, अनि त्यो आदि मैले त यादै गर्नु खोजिरहेको थिएँ एउटा पोइन्टसम्म। सबैजनाले यहाँ यसको यता चर्केको छ यो, यसको यता भाँचेको छ यो। त्यो मेजरको भन्दा पनि के ग्लास कस्तो छ भित्रको कन्टेन्ट थाहा छैन बाहिरको हो। कति त त्यस्तो पनि गऱ्यो है सुरुमा। अनि कति कुरा चाहिँ त्यो हेर्दा त ठ्याक्क थाहा हुँदो रहेछ कि कुनै चाहिँ स्पेसिफिकै हुन्छ, थाहा हुन्छ ठ्याक्कै, कुनै त जतिले नै उस्तो हुन्छ, यो पनि त्यस्तै छ त्यो पनि त्यस्तै छ है। अनि त्यसपछि यस्तो कि भर्खर त मैले त्यही लेखेर आएको थिएँ, फेरि त्यही स्लाइड हुन्थेन। प्याथको त कति कन्फ्युजिङ लाग्यो मलाई, तर माइक्रोबायोको ठिकै थियो। अनि त्यसपछि त्यो के भन्छ अरे, मलाई चाहिँ कल्चर मिडियाहरू याद गर्न चाहिँ साह्रै गाह्रो लाग्थ्यो कि कुनमा के। तर त्यो हाम्रो स्टेनिङवाला प्याटर्न थियो नि, जेलियन स्टेनिङ क्राम्प चाहिँ, त्यो वाला चाहिँ रमाइलो है, त्यो वाला चाहिँ रमाइलो हुन्थ्यो। मलाई ऊ याद आयो कि गाइस, त्यो हाम्रो फिजियो ल्याबमा के फर्स्ट इयर हुँदाखेरि त्यो फिजियोलोजी ल्याबमा जाने स्लाइड, फेरि स्लाइड बन्ने पनि हेरेको राम्रो, मेरो त यस्तो भयो मेरो 3जना होइन, 2जना बोइजहरू अनि म थिएँ होइन। अनि त्यो मेरो स्लाइडमा चाहिँ ब्लड चाहिन्छ नि, मजाले तिनीहरूको ब्लड हाल्थेँ कि आफ्नो स्लाइडमा।
अनि एक दिन त तिम्रो पनि निकाल्ने भनेर जबरजस्ती मैले सकेँ अरूको चाहिँ निकाल्नुपर्छ भने आफ्नो त अनि सर आएर जबरजस्ती मेरो हातमा घ्वाप्प मैले सम्झिँदा चाहिँ रमाइलो लाग्छ त्यो बेला त ट्रमेटिक अनि प्र्याक्टिकलबाट याद आयो एनाटोमीको फर्स्ट त्यो हामी क्याडाभर देख्दाखेरि चाहिँ कस्तो फिल भएको थियो कस्तो किन हाँस्छु नि फर्नाली इमोसनल भएर होइन यस ओके तर मेरो एक्सपेक्ट होइन हाम्रो सिकाउने एउटा मिडियम सिकाउने मिडियम त हो तर फर्स्ट त्यो चुटी हेर्दाखेरि चाहिँ लाइक लाइनमा राखेर अनि लिएर जानुभएको थियो टर्न वाइज टर्न अनि त्यसपछि त्यहाँ पुरै फर्मालिनमा सोक्ड त्यो पार्ट्स अफ बडीहरू थियो होइन अनि म्याम वाज स्ट्रिक्टली लाइक कसैले पनि ग्याग गर्यो भने लाइक एक्सप्रेसन चाहिँ नदिने बिकज हाम्रो मेडिकल स्टुडेन्टहरूको फर्स्ट अब टिचर्सहरू त भइ नै हाल्नुभयो तर क्लिनिकली प्र्याक्टिकली सिक्नका लागि त क्याडाभर वाजहरू टिच नि त त्यही भएर रेस्पेक्ट गर्नुपर्छ भनेर चाहिँ स्ट्रिक्टली ग्याग नगर्ने अनि फेसियल एक्सप्रेसन नगर्ने अनि छि भनेर नभन्ने त्यस्तोहरूलाई चाहिँ थियो रमाइलो सर पनि हालिदिनु भएको अनि त्यसपछि ल फर्स्टमा त्यस्तो भयो पछि गर्दाखेरि चाहिँ अब सिक्न छ आफूलाई पुरै राउन्ड बनाएर सरले एक्सप्लेन गर्नुहुन्छ अनि अगाडि बस्यो अनि पुरै आँसु चुहिरहेको हुन्थ्यो कि त्यो आँसु चुहिएछ यताबाट सिँगान चुहिएछ अनि एक पुस्न पनि अब हातमा त फर्मालिटी त आमा पनि भ्याइदिनु एकअर्काको एप्रोनमा के फन थियो अनि त्यसपछि त्यो बायोकेमिस्ट्रीको कलर चेन्ज त्यही कलर चेन्ज फन हुन्छ मलाई चाहिँ किन है मलाई याद आयो मलाई कहिले मैले त्यो फर्स्टमा भन्थेन कि त्यहाँ कि मलाई खै याद गर्ने त्यो बायोकेमिस्ट्री दिमागमा नघुसेको मैले एउटै ग्रुपमा थियौँ नि म सधैँ लास्टमा भन्थेँ कि त्यहाँ भाइबाट तिमी अनि स्वस्तिका हो कि लास्टमा म पनि लास्टतिरै जान्थेँ तर मलाई अब अरूको सकिँदैन भने आफूलाई पनि स्ट्रेस हुन्छ नि त अब म त बाँकी हुन्छु कि भनेर अनि त्यो हुँदाखेरि चाहिँ म चाहिँ पछि लास्ट सकिने बेलामा जान्थेँ तर तिमीको स्वस्तिका चाहिँ अझ लास्टमा भन्दा नेक्स्ट ओहो यो कहिलेको हो ए यसमा त म पढ्छु यहाँ स्टुडेन्ट सोसाइटीवाला के हो ए इज दिस त्यो फर्स्ट फिजियो र के थियो 5K म्याराथन थियो गाइज होइन हाम्रो सायद मिड स्कुलको फर्स्ट सोसियल वर्क इभेन्ट भनौँ न त्यो हामीले गरेको अनि रन फर हेल्थ समथिङ लाइक त्यस्तै मोटो थियो कि त्यस्तै थियो अनि त्यसपछि हामीहरू चाहिँ सबैजना फर्स्ट इयरको स्टुडेन्ट्सहरू भोलिन्टियर गरेको थियौँ अनि कुदेको थिएन म बाहेक म त गएको थिएन मलाई त मेरो निन्द्रा ल्याएर म त सुतेछु कि ए हो म थिएन नि हामी चाहिँ गएको थियौँ होइन अनि त्यसपछि बाटोमा के भन्छ अरे स्टपमा हामी चाहिँ ग्लुकोज र पानी लिएर बसेको थियौँ अनि दाइ-दिदीहरू सरहरू पार्टिसिपेट गर्नुभएको थियो मैले चाहिँ एउटा एकदम इम्बेरेसिङ काम गरेको थिएँ नाम चाहिँ नखुलाम तर मैले एकजना टिचरलाई चाहिँ दाइ हाम्रो फोटो खिचिदिनु न भनेर पोज गरेर त्यस्तो गरेर पोज गरेर अनि क्यामेराबाट खिचिदिनु भयो होइन थ्याङ्क यू दाइ भनेर भनेँ मैले सबैजनाले धेरै पछि होइन अनि त्यही बेलामा तिमीहरूले उहाँलाई फोटो खिच्न लगाएको उहाँ त्यस्तो सरको फोटो है त फन मेमोरी हाम्रो farewell given by our college. This is very recent, right? कस्तो फिल भएको थियो यो डेमा चाहिँ तिमीहरूलाई तर रमाइलो पनि फिल भएको थियो रमाइलो प्रोग्राम थियो रमाइलो फिल भएको थियो सबै रेडी भएर अनि हामीले म्याचिङ आउटफिट किनेको अनि त्यो भएर पनि रमाइलो लागेको थियो अनि हामीले त्यो प्रोग्राममा
दिनमा 1 घन्टा डान्स सिकेर डान्स गरेको सारीमा टेलर स्विफ्टको गीत गाएको कसैले होइन त्यो बेला चाहिँ कस्तो भएको थियो भन्दा जस्तो भए पनि अब यो त लास्ट हो जस्तो भए पनि गरौँ दिस विल बी फन मेमोरी भनेरै गरेको इट वाजन डान्स पनि त्यस्तो पर्फेक्ट थिएन सिङ्गिङ पनि पर्फेक्ट थिएन तर वी ह्याड अ लट अफ फन एकदमै रमाइलो भयो अनि एभ्रिवान अप्रिसिएटेड द्याट अब लास्ट प्रोग्राम नै थियो भनौँ हाम्रो लागि चाहिँ त्यो अफिसियल वाला होइन रमाइलो भयो एकदमै हिँड्नु चाहिँ भइहाल्ने क्या त्यो चाहिँ हो एकदम टाइमै थिएन है सिक्ने भने भोलि फेयरवेल छ अब सिक्ने आउटफिट छैन डान्स गर्ने भनेको छ छैन केही सिके नसिकाम यो पाल त छोडिदिउँ भनेर अनि फेरि 5 मिनटपछि चाहिँ हुन्छ डान्स गरौँ अनि यस्तो के अनि हामी ब्लाउज सिलाउन गयौँ होइन अनि त्यसपछि त्यहाँ ब्लाउज सिलाउनुमा बसिरहनु पऱ्यो यत्तिकै अनि मलाई यो गीतमा कस्तो डान्स गर्न मन थियो कुनै जमानामा भने गीत बजाएन त्यसपछि हामी टेलरमै आउँथ्यो 2-3 स्टेप सिक्यौँ यस्तै त हो मेमोरिज अनि रमाइलो भयो हामीसँग धेरै यस्तो स्पन्टेनियस मेमोरिजहरू छ अनि साह्रै रमाइलो भयो नेक्स्ट थ्याङ्क यू नेक्स्ट उता होइन के अरे पोखरा त्यो जाने बाटो के अरे त्यो ठकना रामदेव अझ पुग्न पऱ्यो उसमा के हो 2 दिनमै बिर्सिनै हो जस्तो लाग्यो पोखरा थियो तर मेबी बर्चुङको कुनै स्कुल थियो बर्चुङ भन्दा बर्चुङको भित्रपट्टि भित्रपट्टि म सेकेन्ड डे गएको थिएँ नि त मलाई याद छ त्यही भएर के याद छ त तिमीलाई के याद छ लाइक रोड ट्र्याकको त्यो मेन्सुरल विक मनाउँछ हामीले चाहिँ रोड ट्र्याकबाट होइन अनि त्यही बेला चाहिँ यो अवेरनेस रिलेटेड अब के थियो प्याड मेकिङ अनि गुड टच ब्याड टच अनि त्यसपछि यस्तै के थियो होइन अनि जस्तो रमाइलो भयो त्यो बच्चाहरू है लास्ट महिनाहरूलाई त्यो डान्स गर्न सिङ्गिङ गर्न लगाएको कति एक्साइटेड फेरि बच्चाहरूलाई त पढ्न नपाएपछि त भयो प्याड सिलाएर बसिरहेको थियो केटाहरू पुगे ए मैले चाहिँ पुरै अझ चस्मा लगाएर म टिचर भाइब्स दिन्छु भनेर गएर के हो त्यो पोस्टर एक्सप्लेन गर्नुपर्छ नि त्यस्तो गरेको अनि बच्चाहरू तर सानो बच्चाहरू हल्ला गर्न थालेपछि माइगडको एकदम गाह्रो केही कन्ट्रोल गर्न म सक्दिनँ होला टिचर भएर त्यस्तो के सो हाम्रो मेन्सुरल मेलाको बारेमा पनि केही भनौँ होइन हामीले के गर्थ्यौँ भनेर हामीले चाहिँ अब लाइक वी अन द्याट मेको लास्ट विक चाहिँ हामीले मेन्सुरल हाइजिन विक भनेर मनाउँथ्यौँ अनि त्यसपछि हाम्रो कलेजको रोड ट्र्याकबाट अनि त्यसपछि हामीले यति बेला पनि त्यही स्टुडेन्ट्सहरू डिफ्रेन्ट स्कुल्सहरूमा गएर चाहिँ प्याड मेकिङ पनि हामीले कटनको क्लोथले गराएर अनि ह्यान्ड सु गरेर बनाउन अनि स्टुडेन्ट्स प्लस आमा समूहहरूलाई चाहिँ गराएको थियौँ अनि लास्ट डे जुन चाहिँ मेन्सुरल हाइजिन डे थियो त्यसमा चाहिँ हामीले मेला नै अर्गनाइज गर्थ्यौँ कि अनि मेला नै अर्गनाइज गर्थ्यौँ हाम्रो वार्डहरू अनि त्यसपछि नगरपालिकाहरूसँग कोअर्डिनेट गरेर अनि त्यसमा चाहिँ स्टल्सहरू अनि त्यसपछि स्टल्सहरूमा चाहिँ गेम्स अनि त्यसपछि त्यो किट के किट बनाएको गिफ्ट ह्याम्पर अनि त्यसमा चाहिँ हामीले के भनेर किन्न लगाउँथ्यौँ भन्दाखेरि आफ्नो फिमेल फ्रेन्ड्स अथवा स्पेसल वान्सहरूलाई चाहिँ मेन्सुरल किट गिफ्ट गर्ने भनेर क्युट थियो साह्रै याद आयो क्या एकजना दाइले अनि के अरे तिमीहरूले त्यति बेला त्यो मेलामा है त्यो गिफ्ट दिएको थियो नि त्यो नमुनाले मलाई जबरजस्ती किन्न लगाएको थियो अरे अनि त्यसपछि चाहिँ के अरे केही हुन्न कि दाइ आफ्नो साथीलाई दिने हो नभए कसो दिने अनि आफ्नो साथी नै होइन गर्लफ्रेन्ड पनि छैन अब अर्काको वाइफलाई दिउँ भनेर रिसेन्टली नै हो यस्तो दाम चाहिँ भनेको मलाई त कस्तो भनेर आएर अनि हामीले हाम्रो साथीहरूले गिफ्ट गरेको थियो नि कस्तो स्विट थियो त्यो चाहिँ थ्याङ्क यू गाइज ल अर्को ब्रो क्रिकेट ए यो साइड फर्स्ट इयर हो कि सेकेन्ड इयरमा हो फर्स्टमा छ कि सेकेन्ड इयरमा सेकेन्ड इयरतिर हो सायद फर्स्ट इयर लास्टै क्रिकेट हेर्न गयो है त हाम्रो ब्याचको लागि त क्रिकेट भनेपछि फेरि सो एलएमसीमा चाहिँ क्रिकेट कप चाहिँ भइरहेको छ हाम्रो ब्याचले जितिरहेको छ हाम्रो ब्याचले चाहिँ सधैँ नै जित्यो फर्स्ट इयरमा बाहेक है मलाई त म एकदमै कि स्पोर्ट्स नहेर्ने नै मान्छे हो होइन मलाई त्यो कति ओभर हुन्छ कति जिरो नलेज के अनि
त्यहाँ गएर अब हेर्दा कस्तो रमाइलो लाग्ने कि अनि जे भने आफ्नो टिम भनेर गएपछि चाहिँ त्यो हार्न थाल्यो भने स्याड नै लाग्ने थियो जितेपछि फेरि यति खुसी लाग्ने रहेछ है त्यो लास्टसम्म पनि चाहिँ लास्टै मोटिभेट चाहिँ गरेँ नहुनाएर मैले त कुनै म्याच पनि छोडेन होला त्यो इन्टर्नसिपको बेला चाहिँ ड्युटी नमिलेर एउटा म्याच होला म चाहिँ जान्थ्यौँ नै कि म चाहिँ मोस्टली गएँ उसलाई पनि हामी देखि नै रहन्थ्यौँ सधैँ हामी चाहिँ जे होस् मिलेसम्म चाहिँ कुनै म्याच पनि मिस गर्थेनौँ अनि आफ्नो ब्याचको ट्रु सपोर्टर मलाई चाहिँ के एकचोटि हाम्रो क्या झगडा परेको थियो नि अर्को भाइहरूसँग यस्तो भन्यो भनेर मलाई त वा यस्तो स्पोर्ट्समा जङ्गिन पनि रमाइलो हुँदो रहेछ लाइक जित्छन् लाइक जिति नै हुन्थ्यो नि त सधैँ त्यही पनि त्यो डर चाहिँ जहिले हुने थियो उनीमा चाहिँ त्यो म्याच नभएर चाहिँ त्यस्तरी के हो त्यस्तै उनीहरूले गर्दाखेरि नि हो हामी जितेको क्रिकेट चाहिँ लास्टै हेऱ्यो Oh my god. यो कहिले फोटो थाहा छ गाई कहिलेको भनिदिउँ त थाहा छ भने थाहा छ देख्दा त 90s को जस्तो देखिन्छ 2024 नै त भनौँ फाइनल इयर सकेपछिको हो क्या फाइनल इयर सकेको याद छ होइन मलाई त्यो दिन चाहिँ याद छ के हो के भन्दै थाहा भयो त्यो फाइनल हाम्रो बोर्ड सकेपछिको फोटो कि अनि हामी चाहिँ सबैजना यस्तो रमाइलो भइरहेको थियौँ अनि हेर्दाखेरि चाहिँ आन्टिज जस्तो छ मैले यो स्नेहाको स्कार्फले जे पाइ त्यो लगाएको कि टी सर्ट कि हो क्या लास्ट इयर हामी डान्स गरिरहेको थियौँ अनि पुरै एक्जाम मोडबाट निस्केको जस्तै छ हाम्रो फेस थियो सबैको यस्तो टायर्ड अनि गाइज सो ह्याप्पी एन्ड टायर्ड त्यो लाइक अभिषेकले कि यत्तिकै ऱ्यान्डम के ऊ नाम लेखेर त्यसपछि त्यो ब्लग भएको जस्तो बनाइदिएको थियो नि हामीले त्यो ल्यापटपमा मात्र के अरे स्न्यापबाट रेकर्ड गरेर आफ्नो ब्याचमा पठाएको तिमीहरू कतिजना कि तिमीहरू क्लब गएको सबैले रियलमै क्लब गयो हाम्रो त इन्टेन्सन त त्यही नै थियो थाहा छ How to go to club without tickets? Without tickets. How to go to club without going anywhere? From your room. Okay, next photo. La. छुट्टै मेमोरी होला यो त म्यामहरूको यो चाहिँ तिमी भन्छौ म भनौँ तिमी भन न तिमी त याद मात्र गर्छ भन भन न ल म भन्छु है त हाम्रो चाहिँ त्यही अब हामी तिनजना चाहिँ एकदमै क्लब्सहरूमा एक्टिभ थियौँ होइन अनि रोड ट्र्याक्ट वाज द मेन जुनमा चाहिँ हामी एकदमै एक्टिभ भएर काम गरेको थियौँ अनि रोड ट्र्याक्टबाट चाहिँ हामी रोटरीसँग पनि कनेक्टेड थियौँ अनि यो फोटोमा चाहिँ हामी रोटरीको एउटा ह्याप्पी स्कुल प्रोजेक्ट होइन मा गएको थियौँ अनि नियर बाई त्यो डाँडामा चाहिँ एउटा स्कुल छ माथिपट्टि अनि त्यसमा गएर चाहिँ स्टुडेन्ट्सहरूसँग टाइम स्पेन्ड गरेर अनि त्यसपछि आई थिङ्क डेन्टल हाइजिनको बारेमा भनेको थियौँ डेन्टल हाइजिनको बारेमा भनेको थियौँ प्लस त्यो फर्निचरहरू पनि डोनेट गरेको थियौँ अनि त्यो मलाई चाहिँ के याद छ भन्दा त्यो भाइ बहिनीहरू के अनि हामीले त्यस्तै फोटोसोटो खिच्ने सबजनाले घेरेर होइन उनीहरूलाई पनि यस्तो आउनु पर्ने होइन अनि म त एभ्री टाइम यस्तो स्कुलहरूमा जाँदाखेरि कि हाम्रो स्कुल डेजमा त कस्तो त्यो डर लाग्छ नि कोही मान्छे आयो भने त्यस्तो त्यहाँको बच्चाहरू त खै अति नै फरवर्ड हो कि हामीलाई नै जिस्कान्छ दिदी मेरो फोटो खिच्नु दिदी मेरो भिडियो बनाउनु गएर चाहिँ म एक्टिङ गर्छु गरेर चाहिँ कति फरवर्ड के अनि कस्तो रमाइलो लाग्ने तर स्कुलहरू जाँदाखेरि साह्रै रमाइलो यो त हाम्रो पहिलाकै हो नि यो फाइनल इयरको हामी त एक दिन लास्ट डेमा कि क्लासको त्यो लास्ट डे अफ क्लास रमाइलो थियो यति धेरै फोटोहरू खिचेको थियौँ अनि फर्स्ट टाइम आई थिङ्क हामीले लाइक स्टेज लगाएर सबैजनाले फोटोसुट गरेको थियो रमाइलो थियो वाउ आन्टी पोज के चाहिँ राखीको फोटो होइन हामीले चाहिँ फर्स्ट इयरबाट नै रक्षाबन्धन चाहिँ
एकअर्कासँगै ग्यादर गरेर मनाउँथ्यौँ हाम्रो कलेजको मन्दिरमा। अनि यसमा चाहिँ स्नेहले भन्छ यसमा के भइरहेछ बिचमा त्यहाँ पुरै पोज दिएर यसमा चाहिँ बस्नु त्यस्तो धेरै केही भएको छैन, यसमा चाहिँ फोटोसुट भइरहेछ आन्टी पोजमा। त्यही बेस्ट पोजिसन रहेछ कि फोटो खिच्ने सबजना देखिन्छ है अरू कुनै पोजमा मिल्दैन। अब त्यहाँ दुईजना चाहिँ अगाडि उभिएको भए म यसै पछाडि उभिएको देखिन्थेँ। नाइ 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 हामी ओस्तो गएको बेलाको हो। हाम्रो चाहिँ ओस्तो चाहिँ वान अफ आवर फेभरेट प्लेसेस इन पाल्पा। अनि त्यो चाहिँ धेरै टाढा पनि छैन होइन, एकदम पर्फेक्ट डिस्टेन्स 15 मिनट्स वकमा ठ्याक्कै पुगिन्छ। त्यसपछि इट्स सो पिसफुल अनि कस्तो राम्रो एनर्जी आउँछ त्यहाँबाट। अनि हामीले मेडिटेसन धेरैचोटि भयो नि तर जे होस् 5-6 चोटि चाहिँ गऱ्यो मलाई है। अनि त्यहाँ मेडिटेसन नै नगरिकन यत्तिकै गएर वाक गरेर त्यहाँ हेर्न पनि एकदम रमाइलो छ। अनि मलाई चाहिँ कस्तो त्यहाँ गइसकेपछि चाहिँ त्यो हस्पिटलभन्दा डिफ्रेन्ट सेटिङमा आएको जस्तो फिल हुन्थ्यो। अनि एनी टाइम वी फेल्ट ओभरवेल्म्ड होइन एन्ड एङ्सियस यस्तो त्यहाँ हामी सँगै पनि अथवा एक्लै जाँदा पनि भयो होइन। जाँदाखेरि चाहिँ वान अफ आवर फेभरेट प्लेसेस गइराख्ने ठाउँ। यहाँ चाहिँ हाम्रो शिखा म्याम पनि हुनुहुन्छ। हामी शिखा म्यामसँग हामी शिखा म्यामले नै धेरै लगाउनु भएको हो कि इन्ट्रोड्युस गराउनु भएको है राम्ररी मेडिटेसन। फर्स्ट मेडिटेसनमा नै म्यामले नै बोलाइसकेको थियो हामीलाई। यस्तो फन्नी लागेको थियो डाइनामिक मेडिटेसन भनेर उफ्रिएको छ है। तर मैले त म्यामले भन्नु भएर मात्र गएको कि खासमा त के मेडिटेसन जाने भनेको भएर यति रमाइलो हुँदो रहेछ। अनि हामीले चाहिँ मेडिटेसन भनेको जस्ट यसरी बसेर मेडिटेट जस्तो हाम्रो कन्सेप्ट छ। तर यो वाला मेडिटेसन चाहिँ डान्स गरेर उफ्रेर अनि क्या मजा निधाएको थियो म्याटमा एकदम लास्टमा डान्स गर्न रिल्याक्स। सो गाइजहरू अब हजुरहरू पनि कहिले पाल्पा भिजिट गर्नुभयो भने चाहिँ ओसो रिट्रिट रिजर्ट त्यसमा पनि जानु होला। थ्याङ्क यू म्याम। पेट प्रमोसन होइन है। यो चाहिँ मेरो बर्थडे तिहारमा हो है। मतलब हामी इन्टर्नसिप हुँदाखेरि त हो नि। अनि स्नेहको बहिनी पनि आएको थियो। उता खै के हो नि मान्छे घरमा बर्थडे मनाउँछ उता 2 चोटि हो। यो सेकेन्ड टाइम आफ्नो बर्थडेको 1 दिन अगाडि आयो कि। अनि उसको लागि भनेर म आउनु पऱ्यो। त्यो बेला पनि म मात्र आएको थिएँ याद छ कि नै तर होस्टेल हुँदाखेरि। त्यति बेला त अनि हाम्रो एक्जाम चलिरहेको थियो होइन र लकडाउन एक्जाम। खै जे होस् म चाहिँ त्यो बर्थडेको लागि भनेर आइपुगेको थिएँ। थ्याङ्क यू। वाउ इतना प्यार। यस बेलामा चाहिँ म चाहिँ एकदमै चिकन पक्स फुट्न लागेको रहेछ होइन। चिकन पक्स आउन लागिरहेको रहेछ। अनि मलाई एकदम बिरामी फिल भइरहेको थियो कि यो बेलामा। तर बर्थडे त जानु पऱ्यो होइन रमाइलो भयो। अनि त्यसपछि अनि तिम्रो मम्मी बाबा सबै आइसकेको थियो नि त। अनि भेट्न जाँदा अनि खाएँ मैले पनि कति रमाइलो भयो। अनि त्यो दिन चाहिँ अनि म कति रेस्ट नै भएको थिएन कि कति दिनदेखि रेस्ट नै भएको थिएन। अनि आज चाहिँ ल सेलिब्रेट गऱ्यो खायो। अनि त्यसपछि अब आज म सुत्छु अनि भोलि बिहान यति ढिलो उठ्छु अनि यति फ्रेस हुन्छु भनेर होइन। अनि यो नाइटमा गएर सुतेँ भोलि बिहान फ्रेस भएर उठेको त यता यता डट डट देख्छु के भयो मलाई। चिकन पक्स आएछ तर रमाइलो भएको थियो। लाइक नेक्स्ट आवर फर्स्ट ट्रिप टुगेदर। साह्रै रमाइलो भएको थियो। कस्तो ऱ्यान्डम जान्छौँ कि हामी ट्रिपहरू चाहिँ। यो बेला पनि कस्तो भएको छ भन्दाखेरि म त सक्दिनँ भनेर होइन बसिरहेको थिएँ। अनि त्यसपछि होइन सकिन्छ होला भन्दै गएको सक्यो। फर्स्ट ट्रिप पनि गऱ्यो लाङटाङ। हामी 8 जना भएर गएको थियौँ। सो रमाइलो राम्रो ट्रेल छ है त्यहाँको। लास्टै राम्रो पुरै रिभर अनि पहाड एन्ड ग्रिनरी। अनि त्यो भ्यालीमा पुगेपछि चाहिँ है त्यो भ्यू यस्तो राम्रो थियो। स्टार गाइज याद छ तिमीलाई? त्यस्तो स्टार त मैले अहिलेसम्म पनि कतै देखेको छैन। अनि त्यो हामी बसेको होटेल रुमको चाहिँ पुरै त्यो वालभन्दा पनि झ्याल यति ठुलो थियो। अनि स्टार्सहरू सुत्दाखेरि पुरै हिमाल देखिरहेको टल्किरहेको अनि स्टार्स देखिरहेको। सो लास्टै ड्रिम थियो। ओके दिस वान मेस हो हाम्रो होस्टेलको। अल्सो नोन एज हाम्रो लाइब्रेरी। यसमा चाहिँ एक्जाम टाइमहरूमा
बसेर हामीहरू पढ्न पनि पढ्थ्यौँ अनि अब केही अब खानाहरू खान्थ्यौँ सधैँ गफ यति धेरै गर्थ्यौँ मेसमै आउँथ्यो सबै गफ अनि पढ्ने सर्ने सबै डान्स पनि यहीँ सिक्थ्यौँ। डान्स पनि यहीँ सिक्थ्यौँ। हाम्रो इन्ट्रो पनि यहीँ भएको जस्तो लाग्छ मलाई। एकदमै यस्तो टेबलहरूमै थियो सब गायब। इन्ट्रो एज अ मेमोरी। अब नेक्स्ट फोटो कसको पिबिएल हो यो? द ओजिपी तिम्रो मेरो पिबिएल हो होइन? तिम्रो सुरुमा चाहिँ सँगै थियो फर्स्ट 1 month, त्यसपछि चाहिँ हाम्रो चेन्ज भएको थियो, म अर्को पिबिएलमा सिफ्ट भएको थिएँ। तिम्रो पिबिएल हो यो? मेरो पिबिएल हो। ओके, पिबिएल भनेको चाहिँ प्रब्लम बेस्ड लर्निङ भनेर ग्रुपहरू हुन्थ्यो, त्यो चाहिँ हाम्रो फर्स्ट र सेकेन्ड इयरमा हुन्थ्यो। अनि चाहिँ त्यहाँ चाहिँ टपिकहरू डिभाइड हुन्छ, त्यहाँ पढाउनु पर्छ, त्यही हो। यसमा चाहिँ त्यही भइरहेछ, उसले पढाइरहेछ, अरू चाहिँ ध्यान दिएर सुनिरहेको जस्तो गरिरहेछन्। तर यसले गर्दा हामीलाई लास्टै त्यो बोल्न चाहिँ अलिकति सिकियो, प्रेजेन्ट गर्न होइन। त मेरो फेभरेट वे अफ लर्निङ यही थियो होला कि डिस्कस गर्यो एउटा टपिक, एउटा त्यो प्रेजेन्ट गर्यो, डिस्कस गर्यो, एकदम एक्टिभ सेसन्स। ओके, नेक्स्ट आवर फर्स्ट टिज सेलिब्रेसन। यसमा चाहिँ हाम्रो पुरै ब्याचको गर्ल्सहरू भएर वनबाटिकामा गर्थ्यौँ। तर फेस्टिभल्सहरू चाहिँ घरबाट टाढा हुँदाखेरि जहिले पनि झन् एकदमै घरमा भएर नमनाए पनि बिग डिल लाग्दैन, घरबाट टाढा भएर चाहिँ एकदम के मनाउन मन लाग्ने अनि मिस भयो भने पनि कस्तो बिग डिल लाग्ने होइन। अनि अरू बेलामा चाहिँ अब मेरो पर्सपेक्टिभमा चाहिँ होइन, अब मेन फेस्टिभल्सहरू मात्र मनाइन्थ्यो नि त। तर होस्टेल बस्दाखेरि चाहिँ इभन स्मल के त्यो कृष्ण जन्माष्टमी भयो, लाइक त्यस्तो मेन ग्ल्यामरसवाला फेस्टिभल्सहरू छैन नि त। अब कसैको लागि चाहिँ हुनसक्छ त्यो स्पेसल होइन, हामीले जुन मनाउँथेनौँ रेगुलरली, त्यो तिनीहरू पनि हामी चाहिँ लास्टै नै मनायौँ सँगै, पुरै ड्रेसअप भएर राम्रोसँग मनाउँथ्यौँ, रमाइलो हुन्थ्यो। यो चाहिँ हामीले के जितेको थियौँ, बास्केट क्रिक्सल जितेको थियौँ, प्लस बास्केटबल पनि जितेको थियौँ हाम्रो एनएमसीको गर्ल्स ग्रुपले चाहिँ। अनि हामी चाहिँ त्यही हामी 3rd इयरमा हुँदाखेरि गएको थियौँ है। अनि तिमीले अरू केमा पार्टिसिपेट गरेको थियौ? मैले त 3टा गोल्ड मेडल लिएर आएको हो। क्रिकेटमा त एकचोटि ग्राउन्डमा फुट नराखी गोल्ड मेडल लिएर आएको। बास्केटबलमा चाहिँ अलिअलि बिगारी एकचोटि राखेर, त्यो पनि गाली खाएर खेल्न नआएर राखेर गोल्ड मेडल लिएर आएको। अनि एउटा चाहिँ त्यो चाहिँ लेखेरै हापेर लिएर आएको, त्यही भएर म एकदम स्पोर्टी छु। म चाहिँ क्रिक्सल, बास्केटबल अनि त्यसपछि डान्समा पार्टिसिपेट गरेको थिएँ। अनि क्रिक्सलमा चाहिँ म विकेट किपर थिएँ। अनि मैले यस्तो नराम्रोसँग क्रिकेट बलले मेरो पुरै म्यान्डिबलमा लागेको थियो। म एकछिन त मेरो भाग्य नै सोचेको थिएँ कि मैले मलाई उसै गर्नुपर्छ, सर्जरी नै गर्नुपर्छ जस्तो भएको थियो कि त्यस्तो रिस्केर लागेको थियो। अनि अर्को चाहिँ बास्केटबल त मलाई खासै आउँदैन होइन, त्यो एक्स्ट्रा प्लेयर थिएँ। तर एकचोटि चाहिँ ग्राउन्डमा गएँ, तर जित्यौँ हामीले। अनि त्यसपछि हामीले मेडल पाइहाल्यौँ। अनि डान्समा चाहिँ हामी 3जनाले पार्टिसिपेट गरेको थियौँ, ग्रुप डान्स थियो। अनि त्यसमा फर्स्ट टाइम झ्याउरे डान्स गरेको, लास्टै इन्जोय गरेँ मैले चाहिँ होइन। मेरो त्यो मैले आफ्नो 100% दिएको वाला पर्फर्मेन्स थियो कि मलाई एकदम इन्जोय गरेको थिएँ। तर केही भएन, केही छैन, इन्जोय चाहिँ गरियो। यो चाहिँ हाम्रो मेलेसनको फोटो हो, मेडिको लिगल सोसाइटी अफ नेपाल। अनि हाम्रो चाहिँ यहाँ डाक्टर आलोक आत्रे सरले चाहिँ अर्गनाइज गरेको चाहिँ फर्स्ट त्यो फरेन्सिक क्विज थियो होइन, फर्स्ट नेपालभरि फर्स्ट क्विज थियो। अनि हाम्रो कलेजमा चाहिँ भएको थियो त्यो चाहिँ। अनि हामी चाहिँ त्यसमा भोलिन्टियर गरेको थियौँ, एकदम राम्रो एक्सपिरियन्स थियो। अनि हाम्रो कलेजको वान अफ द बिगेस्ट इभेन्ट पनि थियो होला त्यो। अनि हाम्रो चाहिँ फरेन्सिक एकदमै हामी एकदम राम्ररी पढ्थ्यौँ फरेन्सिक होइन, त्यही भएर हाम्रै कलेजले जित्यो। मैले चाहिँ त्यो होस्ट पनि गरेको थिएँ। अनि कति रमाइलो भयो। अरू कस्तो भने सबैजना कि त्यो क्वेसनहरू सोद्धाखेरि यताउता गर्दाखेरि पनि के अब इभन हामीलाई पनि त्यहाँ कति आइरहेको थियो नि त, त्यो हामीले अब के हो राम्रोसँग पढेर होला फरेन्सिकले। हामीलाई एकदम
राम्रोसँग पढाउनुहुन्थ्यो हाम्रो फरेन्सिक टिचर्सहरूले। अनि कति रमाइलो भएको थियो झन्डै हामीले जित्यौँ नि त। हाम्रो कलेजले जित्यो अनि हामी चाहिँ सबैजना त्यहाँ हामी चाहिँ अब अगाडि क्वेसन्सहरू साइड गर्नेवाला अनि प्लस उसले चाहिँ मार्क्स काउन्ट गरिरहेको थियो। अनि त्यो गर्दाखेरि चाहिँ हामी अगाडि बसेर आफ्नो कलेजले पुरै जितेको देख्दाखेरि चाहिँ लास्ट टाइम त्यही बसेर प्राउड फील फिल गर्न मन लाग्ने। अर्को होला कस्तो ब्रान्ड यो चाहिँ यति धेरै कुराहरू छन् त यहाँ। अनि वान अफ द बिगेस्ट इभेन्ट जस्तो हामीले अर्गनाइज गरेको चाहिँ होइन। हाम्रो एलएमसी एलुमनाई एसोसिएसन भनेर चाहिँ हाम्रो कलेजमा हामी 3rd इयरमा आउँदाखेरि चाहिँ खुलेको थियो भनौँ इस्टाब्लिस भएको थियो। अनि हामी त्यही बेलादेखि नै होला है जम्मा चाहिँ क्लोज भएको। हामी त्यहाँ बस्ने एलुमनाईको अफिसमा बस्ने अनि त्यसपछि चाहिँ दिनदिनै 10-11 बजीसम्म फ्राई राइस खाएको याद आयो कि फ्राइड राइस मेरो बेस्ट भइसकेको थियो कि म दिनदिनै खाएर मैले मिचिरहेको थिएन। हाम्रो डिनर नै फ्राइड राइस थियो। चिकन फ्राइड राइस लास्ट अनि दाइहरूले नि अझ भाइ बहिनीहरूले काम गरिरहेको छ भने त बिच बिचमा त्यो चोको पाइहरू ल्याइदिनुहुन्थ्यो नि कति स्विट। अनि हामी त्यही स्टुडेन्ट्स टिम भनेर चाहिँ हामी 5, 6, 7, 8जना थियौँ। 8जना थियौँ हो 10जना हो 10जना ए 10जना थियौँ। अनि त्यसपछि सबैजना मिलेर इभेन्ट अर्गनाइज भयो अनि प्लस राम्रो भयो। अनि हाम्रो गइसकेको फर्स्ट ब्याचदेखिको दाइ दिदीहरू आउनुभएको थियो। अहिले त उहाँहरू ठुल्ठुलो डक्टर्सहरू भइसक्नु भयो होइन। अनि उहाँहरूलाई पनि भेट्न पाउँदा क्वेसनहरू सोध्न पाउँदाखेरि चाहिँ एकदमै राम्रो एक्सपिरियन्स भएको थियो। यसमा चाहिँ थ्याङ्क यू केशव दाइ भन्न चाहन्छौँ हामीले। थ्याङ्क यू केशव दाइ एन्ड थ्याङ्क यू टु आवर एडमिन एज वेल हामीलाई यस्तो बिग इभेन्टको पार्ट हुन दिनुभएकोमा थ्याङ्क यू। Who is that crazy person भित्रको? सबै क्रेजी हो त्यहाँ। सबै क्रेजी हो। सो यो चाहिँ हाम्रो लास्ट पिक्चर होला आजको होइन। कति धेरै मेमोरिज छ तर हामीसँग टाइमको कमी छ त्यही भएर। Can you explain yourself? खै जबरजस्ती उसले मलाई पुगिरह एक्सप्लेन किसिमले चाहिँ हाँस्दा हाँस्दा ढल लगाएर लड्नबाट बचाएको म लडिरहेको छु नि त। लडी होइन लडाइरहेको छु। यो फोटो देखेर चाहिँ हाम्रो बन्डको याद आउँछ। कति क्लोज छ मेरो त्यहाँ। कति खुसी छ कति रमाइरहेको कति क्युट छ। वाह। सो गाइस आज के लिए बस इतना ही देखते रहिए। देखते रहिए नेटफ्लिक्स एंड चिल। सो दिस इज इट गाइस। दिस इज इट होइन। अनि अब हामीले आफैले मात्र बुझ्ने गरी भन्यौँ कि सबैले बुझ्ने गरी भन्यौँ। यो चाहिँ अलिकति हाम्रो डिफ्रेन्ट एपिसोड नै थियो। अनि यसमा चाहिँ हामीले त्यही लेख्न हामीलाई फेयरवेलको सबैलाई थ्याङ्क यू एन्ड अल लेख्न मन थियो तर जतिचोटि लेख्न खोजे पनि एकदमै इमोसनल होइन टु मच इमोसनल भएर अनि भयो अर्कोचोटि लेख्छु भन्ने कुराहरू हुँदाहुँदै आज चाहिँ हामीले बरु फोटोहरू हेरौँ रमाइलो गरौँ भन्ने सोचेर हो। अनि एकपटक सबै मेमोरी रिकल होस् भने अब सबै त कति छ एड गर्न सकेन तर अलिअलि 1%। अनि एलएमसी त अब नियरली 7 years नै भन्नु पर्यो होइन। नियरली 7 years इन एलएमसी। अनि जस्तो त्यहाँ अब जस्तो हामीले राम्रो भन्यो नराम्रो भन्यो भने अभियसली इट्स अ ह्युज पार्ट अफ आवर लाइफ होइन। त्यो पनि एकदमै हाम्रो एकदमै के इयर्स भन्ने ट्रान्सफर्मिङ इयर्समा होइन हामी त्यहाँ भएको। अनि त्यहाँदेखि दुबैलो बाटो थियो मिसिरहेको अनि गाइजमा पनि त्यस्तै जमिने थिएँ ऊ चाहिँ दुब्ली अहिले दुब्ली छ फेरि त्यो बेला दुब्ली थिएँ अहिले। तर यस्तो कि त्यो फर्स्ट त्यो ब्याच फोटोहरूमा त सबैजना बच्चा थियौँ। अहिले चाहिँ 17, 18, 19 जस्तोमा आएको अहिले त नभन मलाई अहिले ठुलो भयो।
Aunties grown up रहेछ। भयौँ अनि त्यसपछि त्यही हो एलएमसी चाहिँ हाम्रो लागि होम नै भइसकेको थियो अनि हामीले विथ एभ्री मेमोरिज अब डिफ्रेन्ट मान्छेहरूसँग डिफ्रेन्ट बन्ड्स बनायौँ एन्ड स्पेसली विथ टिचर्स फ्रेन्डसिप त भइहाल्यो स्पेसली विथ टिचर्स पनि एकदमै राम्रो पढ्नु भन्ने हो सो थ्याङ्क यू टु आवर स्पेसल टिचर्स जसले हामीले आफ्नो बच्चा जसरी नै माया गर्नुभयो अनि हाम्रो साथीहरू सबैजनालाई थ्याङ्क यू भाइ बहिनीहरू सबैजनालाई थ्याङ्क यू सबैलाई थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू अरू स्नेहलाई थ्याङ्क यू हामीसँग आइदिनु भयो यसरी नै हामीहरू यही बहानामा भेटिरहन पाऊँ त्यही हो नेक्स्ट एपिसोड चाहिँ हामीहरू नेक्स्ट एपिसोड फ्रम धनगढी ल अब लास्टमा के भन्न चाहन्छौ भन्नु लास्टमा के भन्न चाहन्छु भन्दाखेरि मेक लट्स एन्ड लट्स अफ मेमोरिज पढाइ सँगसँगै मेमोरिज बनाउने अनि इन्जोय गर्ने त्यही हो सेम टु सेम So yes guys, this is our 4th episode. So keep watching. Thank you for watching. Thank you for watching. And this was keep supporting, keep showing love, keep watching Manisagim. There you go. And subscribe, like, share, and subscribe And comment. and comment in our YouTube videos and keep sharing as well. Until next time. Bye bye. Netflix and chill. Group hug. स्नेहा बियो सुन लागिसकेँ यहाँ